यो चाहिँ कति सिसी हो ओइ मटरै अब यत्रो छ भने अरे ओइ सिधै छोडेन अब यो त नयाँ दामी रहेछ त हौ यो नयाँ रहेछ यो चाहिँ मेसिन हो यो चाहिँ अब जोड्नु गइरहेछु पिटी पिटी ए यो त चप कटर पो रहेछ यो चाहिँ चप कटर पो रहेछ है अब अजङले दुना चाहिँ दामी पाल्ने बेला भयो हिजै लिएर आउनु भएको है अजङ टाउको दुख्ने रहेछ यो त चप कटर हाम्रो पिटी मेकेनिकले जोड्दैछ घाँस काट्ने दामी रहेछ यो रे तपाईँहरू काम चाहिँ गर्नु चाहिँ आइसिआरले दिएकै छ सामान चाहिँ यो हिजो भर्खरै मात्रै तल यहाँ आफूले तल लिनु गएर आइसिआर अफिसै लिनु गएर लिएर आउनु भएको यो चाहिँ मल्चिङ पनि रहेछ हौ तपाईँले काम गर्नुभयो भने चाहिँ हाम्रो सौरभ सरले दिइहाल्नुहुन्छ प्रोग्रेस चाहिँ देखाउनु पर्यो अनि यसो फिटिङ गर्नु भने चाहिँ यता यहाँ फुर्सिङलाई बोलाउँदा भयो रिजनेबल चार्जमा तो इसको भी रिपेयरिंग करना है अभी हमारा सामान डालना है यस्तो यो अन्त दोकान तपाईहरु पावर टिलर शाफ्ट कटर जतिहरु एग्रिकल्चरको मेसिनरीज चिजहरु बिक्री हुन्छ यता फुचुरी र काचन भएको दोकानमा रिपेयर हुन्छ होला यता लोकेसन चाहिँ तपाईको लिङदोङ पर्यो अल ओभर नर्थ सिक्किमको आएर यता रिपेयर गर्दा हुन्छ कस्तो पावर टिलरहरु बिक्रेको छ इन्स्टेड अफ गोइङ सिलिगुडी लिङदोङको एमपीसीएस को छेउमा यो लिङदोङ एमपीसीएस को छेउमा कस्टमाइजिङ सेन्टर पनि छ तेलहरु पिस्नु सक्नुहुन्छ तपाईले जानु सक्नुहुन्छ यो चाहिँ अहिले बनाएको 2 दिन भयो भने खामली म फेरि पनि है यहाँ सानो भिडियो लिएर आएको छु यो ब्रश कटरको सो ब्रश कटर यो खाली चाहिँ अब यो ब्रश कटरमा दुई टाइपको हुन्छ ब्रश कटर है एउटा तपाईको हुन्छ फोर स्टक हुन्छ एउटा तपाईको हुन्छ टु स्टक हुन्छ हो तपाईको जुन चाहिँ फोर स्टकमा चाहिँ तपाईको मोबिल जान्छ इन्जिन ओइल अनि टु स्टकमा चाहिँ तपाईको टुटी जान्छ हो सो तपाईहरुले यो कतिजनाले चाहिँ यो इन्जिन ओइल चाहिँ यता हुन्छ कतिजना चाहिँ देख्दैन रहेछ हो यसको इन्जिन ओइल यहाँबाट फेर्नुपर्छ हामीले यहाँ चाहिँ तपाईले जब तपाईले मजाले अब बारीहरु खन्यो भने चाहिँ बारीहरु फाड्यो भने चाहिँ एक दिन डल्लै फाड्यो भने फेरि यसलाई फ्याँकेर अर्को हाल्नुपर्छ यसलाई चाहिँ कसरी फेर्नुपर्छ भन्दाखेरि चाहिँ यसलाई जब क्याप खोल्यो यसरी तपाईहरुले क्याप खोल्नुपर्छ यसरी यसलाई हो अनि त्यसलाई चाहिँ क्याप खोलेर चाहिँ तपाईको यहाँ यसको बेसी हाल्नु पर्दैन यसको चाहिँ तपाईको यो लाइन यो तपाईहरुले देख्नुहुन्छ यहाँ लाइन हुन्छ नि यहाँ लाइनसम्म हाले पनि बास भयो कतिले जस्तो ठाडो पारेर चाहिँ हाल्दिन्छ हो अनि त्यो हाल्ने हुँदाखेरि चाहिँ तपाईको यहाँ सबै बोडी हुन्छ बोडी भयो भने तपाईको रोटर जुन चाहिँ रोटर छ रोटर अड्किन्छ यो रोटर अड्किनु कारण तपाईको मोबिल बेसी हालेको छ हो अन्त यो भयो तपाईको ब्रश कटरको अनि त्यसको टाइममा स्पार्क प्लग पनि हुन्छ कतिजनाले हुँदैन भन्छ हो किनकि करेन्ट पास भएन भने तपाईको यो स्टार्ट पनि हुँदैन स्पार्क प्लग कहाँ हुन्छ भने कि तपाईले यो क्याप खोलेर यसको यहाँ भित्र हुन्छ स्पार्क प्लग सो यो ब्रश कटरको यति नै भइगयो अनि त्यसको जुन चाहिँ लक खोल्ने हुन्छ लक यसको तपाईहरुको यो चाहिँ अब यो चाहिँ पुरा जोगाउनुपर्छ जोगेर यो चाहिँ यहाँ लाग्छ तपाईहरुको अब यसको यो हाल्नुको लागि तपाईको यो 3टा चाहिन्छ यो नट 3टा हुन्छ
एउटा फर्स्ट यो जान्छ पछि कुन जान्छ अरे फर्स्ट यो जान्छ यो लगाउनु पर्यो नि तपाईँको फर्स्ट यो ल यो चिल्लो माथि गरे यो लगाए त्यहाँ नि यो लगाउनु भयो अब त्यो हाल्नु यो गयो यो ए अब यो हाल्नु पऱ्यो होइन एकछिन यो हाल्यो खै यो निकाल्छ ए त्यो हाल्नुहोस् यो हाल्नुहोस् ओके यो क्याप हाल्छ यो क्याप र नोट क्याप चाहिँ कसो लाउँछ यसरी अब यो अन्त नोट यो टाइट भएन त यो टाइट भयो त टाइट हुन्छ नि अन्त त्यो उयो घुम्छ पङ्खा अलि टाइट भयो भने घुम्छ छोड्नु त तपाईँको यो त्यति हाल्छ यसको पनि तपाईँले यहाँबाट गियर वेल हाल्नुपर्छ गियर यहाँ पनि